आज हामी जुन इन्टरनेट र मोबाइल फोन यति सजिलै चलाउँछौँ नि, यसको जग कहिले र कसरी बस्यो होला, कहिल्यै सोच्नु भएको छ? ल आज हामी करिब 20 वर्ष पछाडि फर्कौं, सन् 2003मा र नेपालको त्यो दूरसञ्चार नीतिको पाना पल्टाएर हेर्यौं, जसले हाम्रो डिजिटल भविष्यको नक्सा कोरेको थियो। यो हेर्दा त खालि केही शब्दहरू जस्तो लाग्ला हैन, तर वास्तवमा यो त्यो नीतिको आत्मा हो। यसले के भन्छ भने प्रविधि भनेको तार र टावर मात्र होइन, यो त देशको हरेक नागरिकलाई विकासको मूलधारमा जोड्ने एउटा पुल हो। यही नै त्यो नीतिको मूल मर्म थियो। त्यसो भए हाम्रो जस्तो हिमाल र पहाडले घिरिएको देशले त्यो बेला कस्तो डिजिटल सपना देख्यो होला त? ल आउनुहोस् त्यो महत्वाकांक्षी योजनाको पहिलो अध्यायबाटै सुरु गरौं। एकछिन सोच्नुस् त, त्यो जमाना जब एउटा फोन गर्न पनि घण्टौं लाइन बस्नु पर्थ्यो। त्यस्तो बेलामा देशको हरेक कुना काप्चालाई सञ्चार सञ्जालले जोड्ने सपना देख्नु आफैमा एउटा क्रान्ति थियो। त्यसैले यो एउटा नीति मात्र थिएन, यो त नेपाललाई संसारसँग जोड्ने एउटा ठूलो संकल्प थियो। तर यो यति ठूलो योजनाको खास लक्ष्य चाहिँ के थियो त? के खाली फोन लाइन बढाउने कुरा मात्रै थियो कि यसको पछाडि अझ गहिरो सोच लुकेको थियो? हेरौँ है त। यो हेर्नुस् त, 15। यो सामान्य अङ्क मात्रै होइन है, यो त त्यो पुरै नीतिको भनौँ न मुटु नै थियो। हरेक 100 जना नेपाली मध्ये कम्तीमा 15 जनासँग फोनको पहुँच पुर्याउने हो। यही एउटा लक्ष्यले प्रगतिको दिशा कता लैजाने भनेर निर्धारण गरेको थियो। मतलब त्यो 15 को लक्ष्य खाली फोनको संख्या बढाउनु मात्र थिएन, यसको भित्री अर्थ थियो शहर र गाउँको त्यो डिजिटल खाडल पुर्नु, सञ्चारको माध्यमबाट आर्थिक अवसरहरू खोल्नु, अनि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुरामा सबैको पहुँच पुर्याउनु। लक्ष्य त ठूलो थियो, तर त्यहाँसम्म पुग्ने बाटो कस्तो थियो त? के थिए ती सिद्धान्तहरू जसले यो पूरै यात्रालाई गाइड गर्नेवाला थिए? हो, यहाँनिर आयो सबैभन्दा ठूलो र महत्त्वपूर्ण परिवर्तन। सरकारले के भन्यो भने अब यो काम हामी एक्लै गर्दैनौं। निजी क्षेत्रलाई पनि मैदानमा बोलाउने, प्रतिस्पर्धा गराउने र खेल सही तरिकाले होस् भनेर एउटा बलियो रेफ्री मतलब नियामक तयार पार्ने। साँच्चै यो नै त्यो नीतिको गेम चेन्जर सोच थियो। यो स्लाइडले त त्यो परिवर्तनको चित्र छर्लङ्गै पार्छ, होइन त? एकातिर सरकारी एकाधिकारको त्यो बन्द ढोका, अनि अर्कोतिर निजी लगानी र नयाँ प्रविधिलाई स्वागत गर्ने खोला मैदान। यो त नेपालको दूरसञ्चार क्षेत्र एउटा युगबाट फ्याट्टै अर्को युगमा हाम फाली जस्तै थियो। अब यो सफलताको लागि एउटा 4 बुन्दे फर्मुला बनाइयो, एकदमै सोझो र स्पष्ट। पहिलो, पैसा ल्याउने। दोस्रो, खेलको नियम बनाउन र त्यसलाई लागू गराउन एउटा बलियो रेफ्री तयार पार्ने। तेस्रो, नयाँ र राम्रो टेक्नोलोजी भित्र्याउने। र चौथो र सबैभन्दा महत्त्वपूर्ण, यो सबै चलाउन सक्ने दक्ष मान्छे अर्थात् जनशक्ति तयार पार्ने। ल, योजना त गजब बन्यो, तर कागजको योजनालाई जमिनमा कसरी उतारियो त? अब कुरा गरौँ ती वास्तविक कामहरूको, जसले यो नीतिलाई साँच्चै जीवन दियो। सोच्नुस् त, एउटा डिजिटल राजमार्ग बन्दै थियो। त्यसका मुख्य पिलरहरू थिए हरेक जिल्ला सदरमुकाममा इन्टरनेट पुर्याउने इन्टरनेट नोड, गाउँ-गाउँमा सूचनाको केन्द्र बन्ने टेलिसेन्टर र देशलाई एक आपसमा जोड्न अप्टिकल फाइबर र स्याटेलाइट जस्ता आधुनिक प्रविधिहरू। यो नै त्यो राष्ट्रिय सूचना सुपर हाइवेको परिकल्पना थियो। अनि यो कुनै भोलि गरौँला भन्ने खालको योजना थिएन है, यसको त एकदमै कडा समयसीमा तोकिएको थियो। नीति बनेको ठिक 1 वर्षभित्र, मतलब सन् 2004 सम्ममा दूरसञ्चारको पुरै बजारलाई प्रतिस्पर्धाको लागि खुला गरिसक्नुपर्ने। यो त समयसँगको दौड जस्तै थियो, एकदमै छिटो। अब 20 वर्ष बितिसक्यो। त्यो पुरानो दस्तावेजको आज के अर्थ छ त? त्यसले छोडेको छाप कस्तो रह्यो? आउनुहोस् एकछिन यसको दिगो प्रभावबारे सोचौं। वास्तवमा त्यो नीति खालि फोन लाइनको बारेमा मात्र थिएन, त्यो त एउटा बिउ थियो जसले आजको यो विशाल डिजिटल नेपाल रूपी वृक्षलाई जन्म दियो। र त्यही बिउबाट फलेका फलहरू हुन् आज हामीले प्रयोग गर्ने ई-कमर्स, अनलाइन शिक्षा र टेलिमेडिसिन। त्यसैले अन्त्यमा यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। 20 वर्ष पहिले कोरिएको त्यो नक्साले हाम्रो आजको डिजिटल जिन्दगीलाई कसरी डोर्याइरहेको छ? र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, अब आउने 20 वर्षपछिको डिजिटल नेपालको नक्सा कोर्ने पालो कसको होला?